जय मसी, गुड आफ्टरनुन सबैजना नमस्कार है। आज तपाईँलाई फुलको टिप्स मात्रै नदिएर आज संसारमा भएर आज म एउटा क्रिस्चियन फ्यामिलीमा बिलङ भएर आज तपाईँलाई एउटा सानो कुरा आज सुसमाचार सुनाउनु गइरहेछु। अनि आज हामीले आफ्नो घरलाई आज आफ्नो घरलाई एउटा फुलले आज सुन्दर बनाउँछ भने आज मानिसको जीवनलाई पनि सुन्दर बनाउने आज परमेश्वर प्रभु श्री कृष्ण हुन्छ। आज हामीलाई जसरी आज फुलमा किराहरू लाग्दाखेरि आज त्यसलाई घामले बेसी भेट्दा आज पानी बेसी पर्दाखेरि जस्तो प्रकारले आज ओइनु यसरी मर्नु खोज्छ, आज हामीलाई कति सुर्ता हुन्छ। त्यस्तै आज हाम्रो जीवनमा पनि आज हामी प्रभु नपाएको जीवनमा पनि त्यस्तो हुन्छ है। अन्त आज आउनुहोस्, आज यो सुन्दर मौकालाई तपाईँहरूले पनि आज अप्नाउनुहोस्। आज जतिजनाले तपाईँले ट्रान्सफर पाउनु भएको छ पढ्नुहोस्, लगेर घरमा पढ्नुहोस्, पढेर आज आफ्नो जीवनमा के कुरा आज कमी छ त्यो कुरालाई अनुभव गर्नुहोस्। अनि आज हामीले यहाँनिर यति धेरै आज छौँ। आज हामीलाई कसैले करले कसैले आज हाम्रो फोर्सले होइन, तर उहाँहरू आज आफ्नो आज हामीले पाएको परमेश्वरले आज हामीलाई शान्ति खुसी आनन्द दिनुभएको त्यो कुरालाई आज हामीले अनि आउनुहोस्। तपाईँहरू पनि आफ्नो जीवनलाई आज परिवर्तन गराउनुहोस्। कतिजना मान्छेहरू आज संसारमा त्यतिकै हिँडिरहेको छ, पैसा कमाउनु, पैसाको धुनमा आज आफ्नो परमेश्वरको विषयमा आज आफ्नो घर परिवारलाई कसरी खुसी बनाऊ भन्ने त्यस्तो विचारमा हिँडिरहेको छ। आज परमेश्वरको आज यो प्रचारमा आज आउनुहोस्, आइवरी आज परमेश्वरलाई जे प्रकारले जान्नुहोस्। आज तपाईँले जति यहाँ चाहिँ हेर्नुहोस् कति सुन्दर दिन पनि दिनुभएको छ परमेश्वरले है। आज हामीले प्रार्थना गरे अनुसार परमेश्वरले राम्रो सुन्दर दिन दिनुभयो आज। अन्त आउनुहोस्, तपाईँहरू पनि हामीहरू पनि सबैजना मिलेर परमेश्वरको सेवा गरौँ, परमेश्वरलाई धन्यवादी भनौँ। थ्याङ्क यू सो मच, बाई बाई।